ल हेर्नु न, यस गर्मीको सिजन त आइरहेको छ, सुन्दर वातावरण है। त्यसपछि गएर हाम्रो जस्तै फेवाताल जस्तै यहाँ पनि अब यस्तो ताल छ है, देखिरहन पाइएको छ हामीले। अरू यो नेचुरल छ, यसमा कोही एडिटिङ गरेको छैन, म सिधै फोटो अपलोड गरेको छु, भिडियो अपलोड गरेको छु। र अर्को कुरा मैले देखाउन चाहन्छु, यहाँ जस्तो हाम्रो नेपालमा यसलाई चमेरा भनिन्छ भने देख्नुहोस्, यस चमेरालाई हामीले खासै वहाँ देख्न पाइन्न नि त है। त्यही भएर अहिले चाहिँ दिनमै हजुरलाई मैले चमेराहरू देखाउन चाहन्छु है। कस्तो लागिरहेको छन् ल हेर्नुहोस्, लाग्दैन है, असली जस्तो लाग्दैन, तर यो धेरै यो घामले पनि हो, त्यति राम्रोसँग देखेको छैन। म फेरि पनि जुम गरेर हजुरलाई देखाउने प्रयास गरिरहेको छु। ल हेर्नु त, यो चमेरा हो है, सबै चमेराहरू यस्तो गरेर समात्ने अनि उल्टो भएर बस्दो रहेछ है। सुरुमा त मलाई कस्तो लागेको भन्दाखेरि जस्तै फोहोर फालेका हुन्छन् नि, जस्तो बुट्टामा अड्किन्छन् फोहोर जस्तो पाइन गाजहरू, त्यस्तै लागिरहेको सेम टु सेम है। तर ल हेर्नु त, यो तालको बिल्कुल बिचमा छ। ल हेर्नुहोस्, चारैतर्फ ताल छ यस्तो है। अरू तालको बिचमा थोरै जङ्गल छ। यस जङ्गलको रुखमा बिचमा फेरि यिनी हामीलाई चमेराहरू देखिन्छन्। ल हेर्नु त, यस जग्गामा कस्तो छ ठाउँ। ल हेर्नुहोस्, अरू यहाँ थोरै यता यसको पछाडि छ भने पनि यस्ता होटेलहरू बारहरू छन्। कोही धेरै मान्छे त सुनिराख्नु भएको होला, भिडियो देखिरहनु भएको पनि छ होला, तर आज मैले हजुरलाई स्पष्टै रूपमा देखाइदिएको छु। हेर्नु त, यस हरियाली टाइम, हरियो पानीलाई निलो पानी भन्छु यसलाई, निलो भनौँ कि हरियो भनौँ है, हरियो है। ल हेर्नुहोस्, यहाँ हेर्नु त, यस्तो सागहरू पनि रहेछ। यहाँ साग त होला नि हो। र मैले एउटा फेरि यहाँ के रहेछ भन्दाखेरि यहाँ निउरी मुसा पनि रहेछ है। मैले निउरी मुसालाई पनि हजुरलाई जुम गरेर देखाइदिन्छु। ल हेर्नुहोस्, ल हेर्नुहोस्, निउरी मुसा हेर्नु त। फेरि भित्र गएको जस्तो लाग्यो है, भित्र गयो त्यो। अब केही खानाको लागि, आफ्नो शिकारको लागि आइरहेको होला। फेरि आफ्नो शिकारको खोजीमा गयो, सायद मलाई देखेर पनि होला, देखिरहनु भएको थियो भिडियोमा भर्खर हेरिरहेको थियो नि मलाई, त्यही भएर फेरि त्यो आफ्नो गन्तव्यभित्र गयो। हावा चलिरहेको छ, आँखामा धुलो पनि मिटिङ गयो। हजुर, यहाँ जलेको भन्दा पनि यहाँ ऊ रहेछ त्यो निउरी मुसा, यति ठुलो जलेको छ र खै, जलेको देखियो र पत्ताको निचे दुईवटा जलेको भएर मात्र जले। ल हेर्नुहोस्, फेरि आफ्नो शिकार गर्नको लागि आइरहेको छ।